सुनसरी गाउँपालिका वार्ड नम्बर 7 जेलबाङ ऐसेल खर्क र ठुलो गाउँको चाहिँ बैजाली रोका मगरहरूको चाहिँ यहाँ आज कुल पूजा हुँदैछ। अब चाहिँ हामी बैजाली रोका मगरहरूको कुल पूजा सुरु भइसकेको छ। अघि धार डुप्पहरू सबै हालिसक्नु भएको छ। तपाईँलाई वैशाखले केटो मर्काको वैशाख 15 गते र आजको यो मङ्सिर यो पूर्णिमा चाहिँ हामी यो कुल पूजा गर्ने कान्छेहरू बुहारीहरूले चाहिँ यहाँ पोलिराख्नु भएको छ। अब चाहिँ लगत्तै हामी यो तयार भइसकेपछि फेरि छोक्राहरूलाई हामी चाहिँ अहिले पूजाहरू गरिसक्यौँ। दजाहरू सबै हालिसक्यौँ, कुखुरा मारिसकेपछि पूजा गर्न गइरहेका छौँ। सुनसरी गाउँपालिका वार्ड नम्बर 7 जेलबाङको यो ऐसेलघरको माझबाङका जनताहरू सेतो भाले चाहिँ मेरो हो, यहाँनिर छ। यतापट्टि सबैजनाको छ। कदन आल न र खै हो क्यों क्यों कदन नमर रहा कतला के अब हाले अहिले चाहिँ सेवा पूजाको हामी तयारी बिहानैदेखि गरिराखेका छौँ भने अहिले चाहिँ उहाँहरूले नमस्ते सबैजनालाई फेसबुक पेज र युट्युब च्यानल सुनिल ब्लग्स 2 मा हार्दिक स्वागत छ। आज पनि हामी चाहिँ जेलबाङ सुनसरी गाउँपालिका वार्ड नम्बर 7 जेलबाङ ऐसेल खर्क र ठुलो गाउँको चाहिँ बैजाली रोका मगरहरूको चाहिँ यहाँ आज कुल पूजा हुँदैछ। र कुल पूजाको लागि चाहिँ हाम्रो पुजारी काकु हुनुहुन्छ जुनबहादुर बैजाली रोका मगर, उहाँले चाहिँ अहिले ध्वजाहरू हालेर राख्नु भएको छ। हाम्रो चाहिँ दुईवटा थान छ। हामी चाहिँ प्राकृतिक पूजक मगरहरू ठुलो ढुङ्गा ठुलो रुखको छेउमा चाहिँ हामीले पूजा गर्छौँ। त्यसै स्वरूप आज हाम्रो कुल पूजा पनि त्यसै ढुङ्गाको छेउमा चाहिँ हामी पूजा राखेका छौँ। र एक काकाले चाहिँ ध्वजाहरू हालिराख्नु भएको छ भने भित्र चाहिँ थानमा हाम्रो सबै कुराहरू चाहिँ राख्नु भएको छ। अनि यतापट्टि चाहिँ धारहरू राख्नु भएको छ, गोबरले लिपेर चिटिक्क पार्नु भएको छ काकुले भने चाहिँ यता ध्वजाहरू पनि तयार बनाइसक्नु भएको छ भने सबैजना हाम्रो बैजाली रोका मगरहरू यहाँ एकदम तयार अवस्थामा छौँ। र यतापट्टि चाहिँ सबैजना कुखुराहरू ल्याएर आइसकेका छन् अनि सबैजना यता बसिराख्नु भएको छ भने एकछिनपछि हाम्रो अब लगत्तै पूजा सुरु हुन्छ। अब चाहिँ हामी बैजाली रोका मगरहरूको कुल पूजा सुरु भइसकेको छ। अघि धार डुप्पहरू सबै हालिसक्नु भएको छ भने काकाले अब चाहिँ हामी मन छाउन सुरु गरिसकेका छौँ। काकाको पुजारीको कुखुरा सबैभन्दा ठुलो छ, त्यो चाहिँ अहिले मन छाइराख्नु भएको छ। बराजी सेन टाकु टाकु मर यति धेरैजना हाम्रो बैजाली रोका मगरहरू चाहिँ यहाँ जम्मा भइसकेका छौँ। हामी जेलबाङवासी बैजाली रोका मगरहरू अब हामी पूजाको लागि तयारी गरिराखेका छौँ। काकुले मन्साउनुहुन्छ। हामी वर्षमा चाहिँ 2 पटक गर्छौँ, अहिले र वैशाखमा। तपाईँलाई वैशाखले केटो मोर काकु वैशाख 15 गते र आजको यो मङ्सिर यो पूर्णिमा चाहिँ हामी यो कुल पूजा गर्दैछौँ। पुजारी हाम्रो काका र बाजे हुनुहुन्छ। टप टप के हो हे बुची राने माङ है नठाउर मन छाउँदै हुनुहुन्छ काकुले। अहिले चाहिँ सबैजना यहाँ खाना पनि पकाउन सुरु गरिसकेका छौँ भने कुखुराहरू पल्टाइराखेका छौँ र सबैजनाले यता पोली पनि राख्नु भएको छ। काकुहरू कान्छेहरू बुहारीहरूले चाहिँ यहाँ पोली राख्नु भएको छ। अब चाहिँ लगत्तै हामी यो तयार भइसकेपछि फेरि छोक्राहरू ल्याएका छौँ। खाना पाकिसकेपछि तरकारी पकाएर सबैले बानेर खान्छौँ। त्यसपछि मात्र फेरि हाम्रो लगभग आज पूजा सकिन्छ। र अर्को वैशाख 15 सम्मको लागि चाहिँ नगाल छिनु नरह्यो ल्याओस् हो र हामी चाहिँ अहिले पूजाहरू गरिसक्यौँ। ध्वजाहरू सबै हालिसक्यौँ, कुखुरा मारिसकेपछि पूजा र काकाहरू यता हुनुहुन्छ। अब चाहिँ उतापट्टि चाहिँ सबैजना चाहिँ खाना पकाउन छोक्रा बनाउन व्यस्त हुनुहुन्छ भने अब एकछिनपछि गर्दैछ साल। अब चाहिँ काकुले यता छोक्रा बनाउँदै हुनुहुन्छ। अब छोक्रा खासमा बत्तिजले बनाउने हो, तर बत्तिजले नखाने भइसकेपछि काकुले बनाउँदै हुनुहुन्छ हैन काकु। अनि यतापट्टि चाहिँ तरकारीको लागि तयार गर्दै हुनुहुन्छ। म चाहिँ अब अलिकति हतार भएको कारणले म पनि जाँदैछु। अब हामी सेवा पूजा गर्न गइरहेका छौँ। सुनसरी गाउँपालिका वार्ड नम्बर 7 जेलबाङ
को यो ऐसेलघरको माझबाङका जनताहरूलाई चाहिँ आज मङ्सिरको 24 गते चाहिँ आज हामीले सेवा पूजा गर्न लागिरहेका छौँ र सेवा पूजा सँगसँगै सबैजना चाहिँ यहाँ उपस्थित भइसक्नु भएको छ र अब केही समय लगत्तै हामी चाहिँ यो पूजा गर्नेछौँ। सबैजना चाहिँ भालेहरू ल्याएर आइसक्नु भएको छ अनि माघोहरू हुनुहुन्छ यतापट्टि अनि सबैजना चाहिँ आइसक्नु भएको छ। सबैजनाले तयार गरिराख्नु भएको छ। यता भाले छन् पुजाराहरूको भालेहरू। कता लाग्यो के हो यार जमाएछ nga gigi mias jan jim jale le phu nam ke wazar ko shir kumar nang khalwi kong लीजिए ए 9000 ए होता है जमा जिम बुझी नमी खाए नि बुझ्यो न नमी खाए नि हंगा ए जमा के सुप्रिम पूजा दोहुट नौ जमा तयारी डजेर हाम्रो पुजारी मामाहरू काकाहरूले पुसाइहरूले चाहिँ तयार गरिराख्नु भएको छ भने बोवे खाल्न रहे नङ ए नम के होस् न रहले भन कता सबैजनाको चाहिँ यता लाइन नै भइसकेको छन्। मेरो चाहिँ त्यो सेतो भाले चाहिँ मेरो हो यहाँनिर छ अनि यतापट्टि सबैजनाको छ। ए और बुझे नमी ए नमी खै नि कान्छ नजन जाङ्गे के मारे हालेल बाले कता जाने नर नै यार हा नोर नमी कता आल नर खै हो क्यों क्यों कता नमर रहा तछा स्याला कइरन के नरेंगे फेरि हा नका यारी कान्छ ngazo ase hut honga nang las nang पुर्यो अनि यतापट्टि चाहिँ घाग्री छ तामाको यता चाहिँ सक चढाउनको लागि चाहिँ यता फेरि पकाइराख्नु भएको एकरे खाना पकाउने तयार गरिराख्नु भएको छ। दोजा आज माता ताई सबैजना लागिराख्नु भएको छ। मारो में न टेलीफोन न नाल पुटकिया कता नल जाना नहीं न नाल पुटकिया कता ngaji harusnya ka और यता कान्छीले झन् ठुलो लिनु भयो त यार। सबैजना चाहिँ आइसक्नु भएको छ। फुपूले पर बिरी खाने कान्छी खबर स्टावे नबाले और कोट लाग्यो भाइ कोट लाग्यो बाले ए कान्छी जिम जान र अबुई मी गो हुआ है ल्याउदै हुन्छ हो पान यहाँमा सुन्जे अस्ता रोट के देखेर अब लगभग 80-90 गर्छ के ताम रहे तारिख खै हाम्रो चाहिँ अहिले पुजाराहरूले ढजा जम्मा गरिराख्नु भएको छ। अब केही समयपछि यसरी ढजा जम्मा गरिसकेपछि चाहिँ पूजा गर्नेछ। बहिनी आउनु भयो यता चाहिँ ढजाहरू हालिराख्नु भएको छ। यसरी चाहिँ हामीले सेवा पूजा गर्छौँ। फुबुम चाहिँ के हो ए अहिले चाहिँ सेवा पूजाको हामी तयारी बिहानैदेखि गरिराखेका छौँ भने अहिले चाहिँ उहाँहरूले चारोहरू दिइराख्नु भएको छ। चामलहरू चाहिँ घर घरबाट ल्याएको आफ्नो कुखुराहरूलाई चाहिँ चारो दिइराख्नु भएको छ। केही समयपछि मात्र हाम्रो चाहिँ अब लगभग हुन्छ। यहाँ चाहिँ ढजा हालिसक्नु भएको छ। यहाँ चारो पनि ठुलै खिया पान्छ सानो चारो के ठुस सानो मर्का माहौल चाहिँ यार जो चिले वाला ज्ञान एकैछिन या चारो
Sure maman re marum khana rja mahole. जन म चाहिँ यो गेन्ती मानिरहेछ खोज माने रे म मन ठैसित लेर को या ल मान्छे स्कुल छ मामा जिखु ए भर्खर खुसी सिप्रीमे हामी चाहिँ आज घरमा खाना खाँदैछौँ सेवा पूजापछि है सिप्रीमा हाँस्दैछ जोकमा टिक जा हुई हाँ और मागो यो के यो उसलाई लौडी पर ओ उता कान्छीलाई दिउ त यो उता पर उ कान्छी आन्टीलाई दिउ नआका सक्छ जे का बाका न सकाल होइन नालुको त नमाजे बाजार आइसकेको छ जोक हाँ खानुस् भेना उसाहरूलाई पानी दिउ टेकेरा टी ओइ त्यो टाटो रि त्यो उसमा त्यसमा पानी छ खेर टो छ भने टाट पानी छ भने नभए यता मिसाइदिने त्यही पर राखिदिने त्यो गिलास त्यही छ छैन पानी टाटो छ छैन भेना त्यहाँ टाटो छैन भने अहिले गरममा ए खोर्सान उसमा हालिदिनुहोस् त्यो खोर्सानी पनि पिरो छैन होला पो नम्जिक अब सागसब्जी पनि चाहियो रोशनी तिमीहरूलाई निकालिदिन्छु है आऊ